पार्ट 6 कन्टिन्युज। फोटो खिचाइरहेका हुन्छन्। यहाँ भगवानजीलाई ढोकढाक गरेर एकछिनपछि हामी डेभिस हलमा पनि जान्छौँ। यहाँको दृश्य हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँ मेरो साथीहरू सबैजना सिक्का गणेशजीको माथि चढाउन प्रयास गरिरहेका हुन्छन्। यहाँ बजारमा घुमेर मान्छेहरूको चहलपहल हेरिरहेका हुन्छौँ। पोखराको टुरिज्मको लागि एकदमै बेस्ट ठाउँ भएकाले यहाँ विभिन्न देशका पर्यटकहरू पनि आएका हुन्छन्। जमाना आधुनिक भए पनि मान्छेहरूलाई भगवानप्रतिको आस्था देखेर धेरै नै खुसी लाग्छ। त्यहाँदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भनेर सुनेको थिएँ। हिमालको यो यात्रा केवल पहाड चढ्ने यात्रा होइन, हाम्रो साथ हाँसो, थकान र सपनाहरूको यात्रा थियो। पार्ट 5 मा हामी राति होटल पुगेका हुन्छौँ। हामी अनि त्यो दिन खाना खाएर सुत्छौँ। पार्ट 6 कन्टिन्युज। अब फेरि नयाँ दिनको सुरुवात हुन्छ। सबै साथीहरू रेडी भइरहेको हुन्छौँ र अब हाम्रो पोखराको केही धार्मिक स्थलहरूमा घुम्ने जाने प्लान छ। सबैभन्दा पहिला हामी पोखराको एकदमै धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा पुग्छौँ। सबै साथीहरू मिलेर मन्दिरमा फोटो खिचाइरहेका हुन्छन्, भगवानजीको दर्शन लिइरहेका हुन्छौँ। एकछिन यहाँ भ्यूहरू हेर्छौँ। दृश्य यहाँदेखिको अति नै राम्रो हुन्छ। यहाँ भगवानजीलाई ढोकढाक गरेर एकछिनपछि हामी डेभिस हलमा पनि जान्छौँ। यहाँको दृश्य हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँ मेरो साथीहरू सबैजना सिक्का गणेशजीको माथि चढाउन प्रयास गरिरहेका हुन्छन्। विवेक साथीले नि प्रयास गर्छन् तर सफल हुन्नन्। तिमी पनि केही किनिहाल्नु बे आफ्नो भान्जीको लागि। ए एउटा किनिदियो, राखिराख। यहाँ बजारमा घुमेर मान्छेहरूको चहलपहल हेरिरहेका हुन्छौँ। हामी साथीहरू अब गुप्तेश्वर महादेवको मन्दिरतर्फ पनि जान्छौँ। मोबाइल पकड़ा था। पोखराको टुरिज्मको लागि एकदमै बेस्ट ठाउँ भएकाले यहाँ विभिन्न देशका पर्यटकहरू पनि आएका हुन्छन्। जमाना आधुनिक भए पनि मान्छेहरूलाई भगवानप्रतिको आस्था देखेर धेरै नै खुसी लाग्छ। एकदम पर्यटकीय स्थल
रोसाले दुख्रे कि किन दुख्रे के ठाउँमा छौँ हामी एकदम धार्मिक स्थल देशको ठाउँमा छौँ यस्तो छ हेर्नुहोस् हेर्नुहोस् यस्तो ठाउँमा छौँ हामी लगभग यो धेरै भित्र छ धेरै थुप्रै यस्तो छ सर्वोत्तम महादेव हेर्नुहोस् ठाउँ एकदम पर्यटक स्थल हो यहाँ कोही बसेन क्या यस्तो छ हेर्नुहोस् ठाउँहरू एकदम अँध्यारो गुफा भनौँ हेर्नुहोस् यो माथि पुरै हो त्यो ढुङ्गाले बनेको पुरै हामी अन्डरग्राउन्ड जमिनभित्र छौँ यहाँ तल खोला पनि बगिरहेछ हाम्रो यात्रा यहीँसम्म यो हो ल यस्तो ठाउँमा चाहिँ हेर्नुहोस् यो शैलेश्वर गुफा पोखराको एकदम पर्यटक स्थल धार्मिक स्थल हो हामी अन्त्यतिर आइसकेका छौँ शैलेश्वर गुफाको धेरै इन्डसम्म आइसकेका छौँ धेरै भित्र छौँ हामी धेरै भित्र त्यसैले त्यहाँको पानी हेर्छ बर्खा महिनामा आएकोलाई यहाँ त्यही भएको छ नि पुरै पानी सङ्कल्प राजा यता छन् अनि हाम्रो निशान्त शर्मा यता छन् होइन अनि अरू माथिबाट आइरहेछन् हामी यहाँ धेरै घुम्न धेरै आउनुहुन्छ पानी घुमी 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 यता आउँछ ल हामी गुप्तेश्वर गुफाभित्र आएछौँ पोखराको एकदम भित्रै हामी आएर फर्किसक्यौँ अब हामी बिच बाटोमै छौँ फर्केर पनि घर पोखरा जान लाग्यौँ सबजना यस्तो ठाउँमा छौँ यो धार्मिक पर्यटक स्थल मार्बल लगाए है ना हामी अब माथि आइसक्यौँ सङ्कल्प राजा यता छन् अब हाम्रो यात्रा सब ठाउँ घुमियो पोखरामा एकचोटि अब भोलि लुम्बिनी जाँदैछौँ फाइनल्ली डेस्टिनेसनमा पुगेर पनि यस्तो ठाउँमा आयो हो हेर्नुहोस् त्यसपछि मन्दिर ए सरी हामी पोखरामा घुम्नुपर्ने सबै ठाउँ घुमिसकेर हामी यता आएर एकछिन रेस्ट गर्छौँ र सबै साथीहरू बसमा बसेर साँझको लागि होटलतर्फ लाग्छौँ। रातिको खाना र इन्जोयमेन्टको लागि हामी होटल पुग्छौँ। सबै साथीहरू मिलेर डान्स गर्छौँ।
म कहिले डान्स नगरेको मान्छे पर्छु, तर साथीहरूसँग मिलेर हल्का हल्का डान्स गर्छौँ। सबै बाहिर डान्सको धुनमा मग्न हुन्छन्। हामी 3-4 जना साथीहरू भित्र आएर एकछिन रेस्ट गर्छौँ। सबैजनाको डान्स बेस्ट हुन्छ, तर हाम्रो निशान्त शर्माजीको डान्स एकदमै बवाल हुन्छ। सबैले उहाँको डान्स हेरेर एकदम चकित भएका हुन्छन्। सबै साथीहरू धेरै बेर डान्स गरेर र खाना खाइसकेर सबै बसमा आउँछौँ। भोलि बिहान अब हामी नास्ता गरेर 1-2 बजीसम्म लुम्बिनी घुम्छौँ अनि साँझतर्फ नेपालगञ्ज फर्किन्छौँ। अर्को दिनको बिहान भइसकेछ र हामी साथीहरूले नास्ता खाएर पनि अब लुम्बिनीभित्र इन्टर गरिसकेका छौँ। यहाँ बाँदरहरू यति धेरै हजुरहरूले हेर्न सक्नुहुन्छ। बाँदरहरूले मोबाइल पक्रेर भाग्दैलान्, त्यसको डरले म अब रेकर्डिङ बन्द गर्छु। ल विवेक राजा, कहाँ आइपुग्यौँ हामी? हामी लुम्बिनीको एकदम धार्मिक तीर्थस्थल गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी मायादेवी मन्दिरमा पुगेछौँ। यहाँ आउनु एउटा लु सोच तथा ऊ थियो, सपना थियो, आज पुग्यो। कस्तो लागिरहेको छ हजुरलाई? एकदम अब यो ठाउँ रमाइलो छ, एकदम पर्यटक स्थल, धेरै मान्छेहरूको भिड छ। अब हामी एकछिनमै हामीभित्र भ्रमण गर्नेछौँ सबै मठ मन्दिरहरू। त्यस्तै हाम्रो केदार बाबाले गइरहेको एकदम शान्त सुन्दर छ। सानैदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भनेर सुनेको थिएँ, तर पहिलोचोटि यहाँ आउन पाउँदाको मजा बेग्लै थियो। साथीहरू मिलेर बोटिङ पनि गर्छौँ। लुम्बिनीमा घुमघाम सकाएर अब हामी बसमा बसेर नेपालगञ्जतर्फ फर्किन्छौँ। अन्तिम लास्टचोटि हामी नाचिसकेर अब यहाँ यात्रालाई टुङ्ग्याउँछौँ। सबैजना पाली पाली आफ्नो घर झर्छ। मार्दी हिमालको यो यात्रा केवल पहाड चढ्ने यात्रा होइन, हाम्रो साथ हाँसो, थकान र सपनाहरूको यात्रा थियो। हरेक कदमले हामीलाई एकअर्कासँग नजिक बनायो, हरेक दृश्यले हाम्रो मन छोयो। फर्किँदा पनि हिमालहरूले हामीलाई आफ्नो ओठमा बसाएका थिए, जस्तो आमाले छोरालाई आशीर्वाद दिन्छन्। यो यात्राको अन्त्य होइन, बरु एउटा नयाँ सुरुवात हो साथीहरू, सपना र अझै धेरै हिमालहरूको। जहाँ हामी हिँड्यौँ त्यहाँ हाम्रा कहानीहरू छन्, जहाँ हामी हाँस्यौँ त्यहाँ हाम्रा यादहरू बस्छन्। मार्दीको हावाले हाम्रो थकान बोक्यो, हिमालले हाम्रो सपना देख्यो र साथीहरूले हाम्रो मन जिते। फर्किए पनि हामी कहिल्यै फर्किएनौँ, किनभने मार्दी हाम्रो मनभित्र बस्यो। धन्यवाद मार्दी, तिमीले हामीलाई थाहा दियौ कि साथी र सपना नै असली हिमाल हुन्। भिडियो अन्त्यसम्म हेर्नु भएकोमा हृदयदेखि धन्यवाद। तपाईँ नभएको भए यो कहानी अधुरो हुन्थ्यो।